हरे कृष्ण। गीता ज्ञान प्रति जिज्ञासु साधक साधिकाहरू, म हजुरहरूलाई गीता अध्याय श्लोक 22मा हार्दिक स्वागत गर्न चाहन्छु। मैले हजुरहरूलाई गीताको यो नितान्त नवीन व्याख्या म स्वयंको परम मोक्ष ग्रन्थ गीतामाथिको धेरै वर्षको अध्ययन, अनुसन्धान, साधना आदि पश्चात तयार पारिएको पुस्तक सत्य गीताबाट गरिरहेको छु। परमात्माले रचना गर्नुभएको मानिसको जीवन संरचना एक अत्यन्त रहस्यमय जीवन संरचना रहेको छ। मानिसको यो जीवन संरचना यति रहस्यमय रहेको छ कि यो संरचनालाई पूर्ण रूपमा बुझ्न अथवा पहिल्याउने अत्यन्त दुरूह रहेको छ। मानिसको यस्तो रहस्यमय जीवन संरचनामा अझ झन् मन नाम गरेको अर्को अत्यन्त रहस्यमय सत्ता पनि उपस्थित रहेको छ। यो मन नाम गरेको सत्ता यस्तो रहस्यमय प्रकृतिको छ कि यो सत्ताले मानिसको जीवनमा गुणको कारण विचार प्रकट भए पश्चात त्यो विचारसँग एकाकार भएर मानिसको ईश्वर प्रदत्त अथवा ईश्वर जनित चेतनालाई अपहरण गर्दै मानिसलाई बेहोसीमा प्रवेश गराएर मानिसको जीवनमा अनेकन प्रकारका खेलहरू खेलिदिन्छ। फेरि यो संसारका मानिसहरू मनको यो खेललाई बुझ्न असमर्थ रहेका छन्। यो संसारमा मनको खेल चलिरहेको छ। परमात्माले रचना गर्नुभएको यो रहस्यमय बुझ्न अथवा पहिल्याउने दुरूह जीवन संरचनामा मानिसको जीवन स्थिति, जीवात्माको जीवन स्थिति देह, इन्द्रिय, मन, बुद्धि आदिभन्दा पनि उच्च रहेको छ। मानिसलाई स्वयंको उच्च चेतनामा स्थित रहेर स्वयंको देह, इन्द्रिय, मन, बुद्धि आदिको गतिलाई नियन्त्रणमा लिएर स्वयंको जीवनलाई जहाँ चाह्यो जुन गति अथवा दिशा प्रदान गर्न चाह्यो त्यो गति अथवा दिशा प्रदान गर्न मानिसलाई अधिकार प्राप्त छ। फेरि यो संसारका मानिसहरू, यो संसारका प्राय सम्पूर्ण मानिसहरू स्वयंको जीवनको गतिलाई, मनको गतिलाई नियन्त्रण गर्न सदैव असमर्थ रहेका छन् र मन नै गीताको मूल विषय रहेको छ। गीता अध्याय 1 श्लोक 20मा युद्धभूमिका साधारण सैनिकहरूप्रति मनमा दया, माया, करुणा, प्रेम आदिका विचार वा भावहरू प्रकट भए पश्चात अर्जुन स्वयंमा प्रकट भएका विचारसँग एकाकार भएर बेहोसीमा बग्न थालिसकेका छन्। तत्पश्चात अर्जुन प्रत्येक श्लोकमा, गीता अध्याय श्लोक 20 पश्चातका प्रत्येक श्लोकमा स्वयंमा प्रकट भएका गुणहरूसँगै यो गुणले प्रकट भएका विचारसँगै परिवर्तित भएर गइरहेका छन्, बेहोसीमा बगिरहेका छन्। स्वयंको जीवनमा के घटित भइरहेको छ बुझ्न अथवा पहिल्याउन असमर्थ रहेका छन्। यो अर्जुनको जुन स्थिति छ, यो संसारका मानिसहरूको स्थिति पनि यही नै रहेको छ। यो संसारका प्रत्येक मानिसमा गुण वा स्वभाव प्रकट भए पश्चात प्रकट भएका विचारहरूसँग एकाकार भएर बगिरहन्छ। यसरी स्वयंमा के घटित भइरहेको छ भन्ने यथार्थलाई बुझ्न अथवा पहिल्याउन असमर्थ रहन्छ। यसरी नै मानिसको जीवन समाप्त भइरहन्छ। गीताले मानिसको बेहोस मनप्रति, मानिसको अनियन्त्रित मनप्रति, मानिसको बेहोस र अनियन्त्रित मनमा उठेका विचार, भाव र अनुभूतिहरूमाथि जागरुकताको माग गर्दछ, जागरुक दृष्टिकोण दिन आग्रह गर्दछ। यही त हो गीता मोक्ष साधना। यहाँ मोक्ष साधनाको नाममा अनेकन प्रकारका व्याख्याहरू भएका छन्, तर गीता अध्याय 2 श्लोक 10 र 11मा भगवानले स्वयंको मनमा उत्पन्न भएका यिनै विचारहरूमाथि, यिनै भावहरूमाथि, यिनै अनुभूतिहरूमाथि जागरुक र समदुःख सुखम स्थितिमा रहन अर्जुनलाई आग्रह गर्नुभएको छ। गीता अध्याय 1 श्लोक 20मा युद्धभूमिका साधारण सैनिकहरूप्रति मनमा प्रेम, स्नेह, सदायता आदिका गुणहरू प्रकट भए पश्चात श्लोक 22मा अर्जुनमा युद्धभूमिमा उपस्थित कौरवपक्षका समकक्षी, समसामर्थ, समबलवान योद्धाहरूसँग युद्ध गर्ने अर्को नवीन विचार प्रकट भएको छ। प्रत्येक क्षण अर्जुन गीताका प्रत्येक श्लोकमा परिवर्तन भइरहेका छन्। यो संसारका प्रत्येक मानिसहरूको स्थिति पनि यही रहेको छ र स्वयंको मनमा प्रतिपक्षका समकक्ष योद्धाहरूसँग युद्ध गर्ने विचार प्रकट भएपछि यो विचार व्यक्त गर्दै अर्जुन भगवान श्रीकृष्णलाई भन्दछन्, यावदेतान् निरीक्षेऽहं योगदुःखामान् अवस्थितान् कर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे। यावदेतान् निरीक्षेऽहं योगदुःखामान् अवस्थितान् कर्मया सह योद्धव्यम् अस्मिन् रणसमुद्यमे। जबसम्म म युद्धभूमिमा खडा भएका युद्धविलासी यी विपक्षी कौरव योद्धाहरूलाई राम्रोसँग निरीक्षण वा
अवलोकन गरौँ ताकि यो युद्धरूप व्यापारमा मैले कुन कुन समकक्षसँग युद्ध गर्न योग्य छ बुझौँ। गीता अध्याय 1 श्लोक 22मा गीता ज्ञानका दृष्टिले मोक्ष र बन्धनका दृष्टिले कहीँ महत्त्वपूर्ण प्रश्नहरू छिपेका छन्। यो श्लोकमा अर्जुनमा यो क्षण कुन गुण वा स्वभाव प्रकट भएको छ, यो क्षण अर्जुनमा कुन विचार भाव अनुभूति आदिहरू प्रकट भएका छन् आदिसहित कहीँ महत्त्वपूर्ण प्रश्नहरू छिपेका छन्। अब हामीहरू एक पछि अर्को गर्दै गीता अध्याय 1 श्लोक 22मा छिपेका प्रश्नहरूमाथि प्रकाश पार्नेछौँ। यो क्षण अर्जुनमा कुन गुण वा संस्कार प्रकट भएको छ। यो संसारका प्रत्येक मानिस चाहिँ अर्जुनमा पनि जन्म जन्मान्तरदेखि अनेकन प्रकारका गुण वा स्वभावहरू सङ्ग्रहित भएका छन्। गीता अध्याय 1 श्लोक 20मा अर्जुनमा युद्धभूमिमा कौरव पक्षका साधारण सैनिकहरूप्रति दया माया प्रेम करुणा आदिका विचारहरू प्रकट भएका छन्। तत्पश्चात यी विचारसँग एकाकार भएर बेहोसीमा बगिरहेका अर्जुनमा यो क्षण कौरव पक्षका समकक्षी समसामर्थ्य समबलवान योद्धाहरूसँग मात्र युद्ध गर्ने क्षेत्रीय वीरको गुण वा स्वभाव प्रकट भएको छ। वीरताको सामर्थ्यको शक्तिको बलको गुण वा स्वभाव प्रकट भएको छ। स्मरण रहोस्, मानिसको जीवनमा प्रतिक्षण यसरी उत्पन्न भएका गुण अथवा गुणजनित विचार भाव अनुभूति आदिहरूमाथि सम दुःख सुखमा स्थितिमा रहने गीताको मूल मुख्य साधना रहेको छ। यो क्षण अर्जुन कुन विचार भाव अनुभूति आदिहरूले ओतप्रोत भएका छन्। गीता अध्याय 1 श्लोक 20मा अर्जुनमा कौरव पक्षका साधारण सैनिकहरूप्रति दया माया प्रेम करुणा आदिका विचारहरू उत्पन्न भएका छन्। तत्पश्चात उत्पन्न भएका विचारहरू भावहरू अनुभूतिहरूलाई अर्जुनको मनले स्वत भोग गरिदिएको कारणले गर्दा अर्जुनको मनले अटोमेटिकली भोग गरिदिएको कारणले गर्दा अर्जुन दयावान करुणावान स्नेहशील प्रेमपूर्ण आदि जस्ता भावनाहरूले ओतप्रोत भएका छन्। गीता अध्याय 1 श्लोक 20मा अर्जुनमा दोस्रो गुण प्रकट भएको छ। अर्जुनमा क्षेत्रीय वीरको गुण प्रकट भएको छ। स्वयंमा क्षेत्रीय वीरको गुण प्रकट भए पश्चात अर्जुनले समकक्षी कौरव पक्षका समकक्षी महारथी योद्धाहरूलाई हेर्ने अथवा पहिल्याउने इच्छा व्यक्त गरेका छन्। अर्जुनमा यो क्षण शक्ति साहस क्षेत्रीय वीर सामर्थ्यका गुण वा विचारहरू प्रकट भएका छन् र अर्जुनको मनले यी विचारहरूलाई अटोमेटिकली भोग गरिदिएको कारणले गर्दा अर्जुनले स्वयंलाई वीरता शक्ति सामर्थ्य आदि जस्ता अनुभूति तथा भावहरूले ओतप्रोत भएका छन्। यद्यपि अर्जुन स्वयंको जीवनमा के घटित भइरहेका छ, स्वयं कस्तो विचार भाव अनुभूतिले भरिएको छु भन्ने यथार्थलाई बुझ्न वा पहिल्याउन असमर्थ रहेका छन्। गीता मोक्ष साधना भन्नु स्वयंको जीवनमा प्रतिक्षण उत्पन्न भइरहेको मनमा प्रतिक्षण उत्पन्न भइरहेको यही स्थितिप्रति जागरुक रहनु रहेको छ। मोक्ष साधना दृष्टिले गीता अध्याय 1 श्लोक 22 को के महत्त्व रहेको छ। गीता अध्याय 1 श्लोक 22मा अर्जुनमा प्रकट भएको क्षेत्रीय वीर गुण वा स्वभावको व्याख्या गरिएको छ। यो श्लोकमा अर्जुनले समकक्षी वीर योद्धाहरूसँग युद्ध गर्ने इच्छा व्यक्त गरेका छन्। गीतामा भगवानले समत्व नै योग हो भनेर भन्नुभएको छ। समत्व नै मोक्ष हो भनेर भन्नुभएको छ। समत्व भन्ने शब्दले मनमा उत्पन्न हुने अनेकन प्रकारका रागपूर्ण देशपूर्ण विचार भाव अनुभूतिहरू आदिमाथि प्रतिक्रिया नगर्ने मनको स्वभावलाई बुझाउँछ। मनमा उत्पन्न हुने रागपूर्ण देशपूर्ण अनेकन प्रकारका विचारहरू भावहरू अनुभूतिहरूमाथि सम दुःख सुखम साधना गर्ने गीताको मूल मुख्य साधना विधिरहेको छ। गीता अध्याय 1 श्लोक 2 र 10-11मा भगवानले अर्जुनलाई मोक्ष प्राप्तिको यही विद्या अथवा यही मोक्ष सूत्र प्रदान गर्नुभएको छ। मोक्ष साधना दृष्टिले अर्जुनले यदि मोक्ष चाहन्छन् भने अथवा यो संसारको कुनै पनि मोक्ष साधकले मोक्ष चाहनुहुन्छ भने स्वयंको मनमा यो क्षणमा प्रकट भएको कुनै पनि प्रकारको त्यो विचार भाव अनुभूतिहरूमाथि जागरुक बन्नु समदुःख सुखम बन्नु र अनित्यपूर्ण स्थितिमा रहने गीताको मूल मोक्ष साधना रहेको छ। यो नै गीता अध्याय 1 श्लोक 22 को साधना दृष्टिको महत्त्व रहेको छ। साधक साधिका मित्रहरू, हामीहरू गीता अध्याय 1 श्लोक 22 को अन्तिममा आइपुगेका छौँ। गीताका मूलतः 3वटा लक्ष्य रहेका छन्। गीताको प्रमुख लक्ष्य रहेको छ तपाईको मनमा जन्म जन्मान्तरदेखि सङ्ग्रह भएका त्रिगुणी संस्कारहरूको विनाश गर्ने। गीताको दोस्रो लक्ष्य रहेको छ तपाईको मनमा जन्म जन्मान्तरदेखि पलाइरहेका बेहोसी चञ्चलतासहित मनका अनेकन प्रकारका स्वभाव वा संस्कारको विनाश गर्ने। र गीताको तेस्रो लक्ष्य रहेको छ समयको धारामा
मानिसको जीवन सत्तामा पलाएको मोह नामक मूल अज्ञान रूप त्यो रहस्यमय सत्तालाई विनाश गर्ने। जबसम्म मानिसको मनमा मोहभाव रूप मूल सत्ताको उपस्थित रहिरहन्छ, यो क्षणमा मानिसको गुण वा संस्कारबाट उत्पन्न भएका विचार, भाव, अनुभूति आदिहरूलाई त्यो मोहभावले अटोमेटिकली भोगिरहन्छ, जसको कारणले गर्दा मानिसले सतत रूपमा विषादमय जीवन प्राप्त गरिरहन्छ। र मानिसको गीताको ध्येय मानिसलाई मोक्ष प्रदान गरिरहेको छ। मानिसलाई सतत विषादमय जीवनबाट मुक्ति प्रदान गरी परम मोक्ष जीवन प्रदान गरिरहेको छ। यसको लागि मानिसको विषादमय जीवनको गहन चित्रणको आवश्यकता पर्दछ। यसै कारणले गर्दा गीता अध्याय 1 श्लोक 20बाट गीता अध्याय 1 अध्याय 2 श्लोक 7सम्म अर्जुनको विषादपूर्ण विहल जीवनको गहन चित्रण गरिएको छ। यी श्लोकहरूमा अर्जुन प्रतिक्षण स्वयंमा सङ्ग्रह भएका अनेकन गुणहरू प्रकट भएको कारण गर्दा अर्जुनमा अनेकन प्रकारका विचारहरू, भावहरू, अनुभूतिहरू प्रकट भएका छन्। अर्जुन विहल, दुःख, व्यथा, भय आदिको द्वन्द्वमा फँसेका छन्। गीता बुझे साधना बन्ने, मनमा यसरी उत्पन्न हुने, गुण प्रकट भए पश्चात उत्पन्न हुने यो विषम स्थितिप्रति जागरको दृष्टि रहेको छ। हामीहरू निरन्तर रूपमा अर्जुनमा प्रत्येक श्लोकमा प्रकट भएका गुणहरू र यी गुणसँगै प्रकट भएका विचारहरूलाई सुस्वरूप रूपमा अध्ययन गर्दै गीता बुझे साधनालाई झन्झन गहिराइमा बुझ्न प्रयास गर्नेछौँ। हरे कृष्ण। विगत 5200 वर्षदेखि यो संसारमा गीताको सत्य व्याख्या हुन सकिरहेको छैन। गीताको सत्य व्याख्या बुझ्न यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्।